Namaste everyone. Good morning to all of you. आज म एकदमै डिफ्रेन्ट योगा रिलेटेड कन्टेन्टमा भिडियो बनाउन गइरहेको छु. Today I'm going to talk about this spine health. यो स्पाइनल हेल्थको बारेमा कुरा गर्दैछु. मोस्टली इग्नोर हो. कति बेला क्योर गरिन्छ भन्दाखेरि जब when you have the lower back pain or upper back pain problem त्यसपछि मात्रै बल्ल फ्लेक्सिबिलिटीको कुरा आउँछ. That is totally wrong. हामी जुनसुकै कुरा गर्नलाई starting from walking, dancing, moving, even when you are having the rest, if there is no good spinal health, you won't get the enough level of rest. बुझ्नुभयो रेस्ट गर्नको लागि पनि स्पाइन हेल्थ एकदमै चाहिन्छ. मैले आफ्टर लङ रिसर्च आफ्टर रेड लट्स अफ द योगा रिलेटेड बुक हाथा योगा पतञ्जलि योगाको बुकहरू पढिसकेपछि आई केम विथ द 5 बेस्ट स्ट्रेचेस अझै भन्छ योगा आसन जसले तपाईँको स्पाइनलाई पुरै लाइफ टाइममा हेल्दी गराउँछ. मोर मोबिलिटी मोर फ्लेक्सिबिलिटी अन यर स्पाइनल हेल्थ. स्पाइनल हेल्थ पछि मैले धेरै देखाएको छु इन द ओल्ड एज दे आर गेटिङ द प्रब्लम बिकज स्पाइनमा यहाँ प्रब्लम छ, लोवर ब्याकमा प्रब्लम छ, अप्परमा प्रब्लम छ, फ्लेक्सिबिलिटी छैन, यु क्यान बेन्ड फरवर्ड, केही पनि गर्न सक्नुहुन्न. त्यसले गर्दाखेरि तपाईँको लाइफ गन बी इन हेल. सो यो भिडियोलाई पज नगरिकन नेक्स्ट नगरिकन हेर्नु होला. डोन्ट स्क्रोल ओभर हियर. मैले तपाईँहरूलाई यस्तो बेस्ट 5वटा योगा आसनहरू दिँदैछु जसले सिक्वेन्समा गर्नुभयो भने तपाईँको स्पाइनल हेल्थ एकदमै राम्रो हुनेवाला छ. The first one, the very basic one is the cat cow stretches. यो cat cow stretches लाई मैले फर्स्टमा रिकमेन्ड गर्छु बिकज यो एकदमै सफ्ट स्पाइनलाई without any stresses it gives you the relief on your there. How to do this? We are sitting in the thunderbolt pose. You Vajrasana बस्नु भएको छ. अब kneel your body, kneel. You are taking the knee over there and put your palm on your mat. This is the positions, okay? And as I told you in every video, योगा आसन गर्नुपर्दा मेन ख्याल गर्नु कुरा भनेको ब्रिदिङ सिस्टम. एज आई अलरेडी टोल्ड यू दिस इज द काउ क्याट. अब सबसे पहिला हामी काउ गर्छौँ. अलराइट, यसरी बस्नु भएको छ. फाइन. द थिङ इज स्ट्रेचेस द चेस्ट, आर्क योर ब्याक लाइक दिस. पुरै सेपमा आउनु पर्यो. अलराइट, दिस इज डग. अलराइट, राउन्ड टुवर्ड द सिलिङ. स्लोली ब्रिदिङको फ्लोलाई एकदमै कन्ट्रोल गर्ने. पुरै तपाईँको लोअर ब्याकमा पुरै सेप बन्छ लाइक दिस. ओके, नाउ डग, cow, dog. And when to do this? It's better always to do in the morning time. मर्निङमा गर्नुभयो भने एकदमै राम्रो हुन्छ. हाथा योगालाई चाहिँ तपाईँले 10 देखि 12 घन्टाको मिलको ग्याप हुनुपर्छ. 10 देखि 12 घन्टा पछि गर्नु होला बिकज खाएको बेला गर्नु इट्स नट गुड बिकज इट्स अल अबाउट द एब्डोमिनल एक्सर्साइज ओभर देयर. एन्ड अर्को कुरा भनेको तपाईँलाई एकदमै लङ आवर अफ सिटिङ छ, अफिसमा पुरै 6-7 घन्टा बस्नुहुन्छ भने when you reach your home you can do anywhere at your home. यो आसनालाई आसनालाई स्पाइनल हेल्थको लागि फर्स्ट नम्बरमा राख्नु होला. यस्तै अरू मैले 5वटा योगा आसनको बारेमा कुरा गर्छु. त्यसपछि we'll make another video when and how to do this spinal stretches in my video. Subscribe गर्न नभुल्नु होला. Thank you. Have a great day.